नमस्कार सबैजनालाई नेपाली अल स्पोर्ट्स अपडेट च्यानलमा हार्दिक स्वागत छ। आजका विभिन्न खेलकुद अपडेटहरू लिएर हामी आइसकेका छौँ। न्यू डायमन्ड भलिबल स्पोर्ट्स क्लबले नेस्कोप राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। हेटौडामा आज भएको फाइनलमा एपिएफ क्लबलाई सोझो सेटमा हराउँदै न्यू डायमन्डले उपाधि जितेको हो। खेलको पहिलो सेटमा न्यू डायमन्डले 13-5 र 19-11 को अग्रता बनाएर 25-12 को सहज जित दर्ता गर्यो। खेलको दोस्रो सेटमा एपिएफले कमब्याकको निकै राम्रो प्रयास गर्यो। एपिएफले सुरुवातमा 9-6 र कुनै समय 19-12 ले पछि न्यू डायमन्डलाई पछि पारेको थियो, तर युवा खेलाडीले भरिपूर्ण न्यू डायमन्डले 22-22 मा बराबरी गर्दै 25-23 को शानदार पुनरागमन गर्यो। तेस्रो सेटमा कुमार राईको टिमले सुरुवातबाटै अग्रता कायम गर्दै 25-23 को शानदार पुनरागमन गर्यो। तेस्रो सेटमा सुरुवातबाटै अग्रता कायम गर्दै कुमार राईको टिमले 22-19 को शानदार जित दर्ता गर्यो। पछिल्लो डेढ महिना यता नेपालमा भएका 3 महिला भलिबल लिगमा न्यू डायमन्डले पहिलो उपाधि जितेको हो। उसले सन् 2079 मा पनि एपिएफलाई नै जितेर उपाधि जितेको थियो। यस यता न्यू डायमन्डले पहिलो उपाधि जितेको हो। एपिएफले भने पछिल्ला 3 फाइनलमा दोस्रो हार बेहोरेको छ। पोखरामा भएको एनबिए कपमा एपिएफ पुलिससँगै पराजित भएको थियो। प्रचण्ड कपमा भने पुलिसलाई नै हराएर एपिएफले उपाधि जितेको थियो। नेकोस कपमा व्यक्तिगत विधामा पनि न्यू डायमन्डको वर्चस्व रह्यो। सुमित्रा रेग्मी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। त्यसैगरी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो बन्दा। प्रगतिनाथले सेटरको अवार्ड जितिन्। प्रशिक्षकतर्फ कुमार राई उत्कृष्ट चुनिए। गण्डकी प्रदेशकी रिग्जना बोटे उत्कृष्ट उदयमान खेलाडी। एपिएफकी निरुता ठकुन्ना उत्कृष्ट स्पाइकर बन्दा। गरिमा बोहराले बेस्ट बलकरको अवार्ड जितिन्। पुलिसकी कोपिला राणा बेस्ट सर्भिस घोषित भइन्। तपाईहरुलाई आजको यो भिडियो कस्तो लाग्यो, कृपया जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न नबिर्सनुहोला। यदि तपाईहरुलाई मेरो स्पोर्ट्स अपडेटको यस च्यानलहरु मन परिरहेको छ, यस च्यानलमा आउने भिडियोहरु मन परिरहेको छ भने कृपया एक सब्स्क्राइब पनि गरिदिनु होला च्यानललाई। हजुरहरुको सपोर्ट बिना केही पनि हुनेवाला छैन। धन्यवाद।